बा भोट केमा? भोट त अब भन्नै पर्दैन नि। भोट किन? भोट केमा हाल्ने आमा? एमालेमा। एमालेमा? एमालेमा किन हाल्ने हो? हामीलाई भत्ता दिन्छ, खान पाइन्छ। अनि एमाले आएको चिन्ह के हो त? अनि घन्टी घन्टी। भोट केमा? कतिको लागेको छ चुनाव यहाँहरूलाई चाहिँ? हामीलाई त पसिना आउने गरेर लागेको छ। बाबु मलाई यो घन्टी पनि खासै गतिलो लागेन। होइन आमा, घन्टी त राम्रो पार्टी हो नि। घन्टीले के बिगार्यो त्यस्तो तपाईँको? अरू पार्टीले नै मासु भात बाँड्दैन घन्टीले। कमसे कम मासुको झोल मात्रै दिए पनि यसो भात बन्न लाएर खान्थे नि। तपाईलाई केपी ओली मन पर्छ कि बालेन? मलाई केपी ओली मन पर्छ, तर चुनाव जितेको होइन, हारेको केपी ओली। केपीलाई त म मर्छु बरु भोट दिन्न। पहिले दिए भ्रष्टाचारी केपी हो, अहिले त मरि गए केपीलाई भोट दिएछु भने त म मर्छु, दिदिन। त्यो भन्दा अब बुढेसकाल भइरहेछ, आमा पार्टी हिँड्ने, आमालाई मारे मार्छन्, छोरा घन्टी लगाएर आउनु पर्यो नि त। अब काङ्ग्रेस माथे, एमाले माथे, यी तिनटालाई लगाएर जित्ला त अब एकदम जित्ला। नजित्दा कुनै भएन नि त। अब नि केपी ओलीलाई जिताउनु भनेको त केपी ओलीकै चन्दन लाएर हिँडे भइगयो कुकुर। ए दिदी, देश आनन्दले चलेछ छैन। यो देश आनन्दले नचल्नुको कारण को हो? कुन पार्टीहरूले गरे भन्नु त? एमाले। को हिँड्छ चुनाव छ ओलीसँग यहाँ भोट माग्न? एमाले हिँड्नु देखाउँछ यहाँ? दम छ भनेको एमाले सिधा कुटिन्छ नि? कस्तो कुरा गरे हौ? ए भोट माग्न हिँड्ने एमालेलाई कुटिन्छ? किन कुटिँदैन नि? काङ्ग्रेसलाई कुटिन्छ, माओवादी कुटिन्छ। तपाईँलाई यति बेला बुढेसकालमा भत्ता दिएर पाल्ने नै एमाले, केपी ओली। बाउले ल्याएर दिएको हो। ओलीलाई के भन्न चाहनुहुन्छ? ओलीलाई पछिल्लो समयमा ओलीले हिटलर बिर्साइदियो क्या। जस्तो मेरो छोरो ग्लोबल कलेज पढ्छ होइन, हिजोले सुत्न सकेको छैन, उसको अनुहार सम्झियो कि तर्सिन्छ। यहाँ त केपी ओली र बालेन सापो लड्दैछन् रे, होइन? के छ सर? खै यो केटाकेटी खेल जस्तो भइरहेछ कि। हजुर, जुन जोगी आयो नि कानै चिरेको थैले भिरेको भन्ने जस्तो भएको छ। के छ हजुरको? क्या बोला तूने? होइन चुनाव चिन्ह के हो? होइन चुनाव चिन्ह के हो? घन्टी आपमा जित्छन् त बालेन शाहले? जितेन भनेदेखि सबै खाए हुन्छ, नर्क खाए हुन्छ। हामी त घन्टी बजाउने म माहौलमा छौँ। अब त्यस्तै हो, तपाईँले सोधिहाल्नुभयो, भन्नु चाहिँ नहुने हो मनका कुरा। अब तपाईँले सोधेपछि नभन्दा पनि पापै लाग्ला। केपी ओली
हेलिकप्टर चढेर भाग्या तपाईँहरू सबैलाई थाहा छ बालेन शाहबाट पनि यस्तै खालको बाटोमा रकेट चढ्नुपर्छ रकेट भाइ रकेट बालाजी बाई बाई बा छोडिदिनु भन्छौँ हामी अब केही सिधै छोडिदिनु तपाईँ घरमा हरे राम जपेर बस्नु यसरी भन्छौँ हामी अब हरे राम जप्ने बेला भएन केपी ओली चाहिँ मन पर्दैन केपी ओली भनेको त्यो पहिला पनि ज्यानमारै हो त्यो मलाई काम कतिजना मान्छे काटेर 14 वर्ष जेल कुएर आएको प्रधानमन्त्री क्षेत्रको लागि त धेरै गर्नु के गर्यो त्यो मुलाले एउटा यो अग्लो टावर हालिदियो त्यो टावरको कामै छैन घन्टीले जित्छ भने सोलिड भनिदिनु सबैतिर सोलिड यसमा अनविश्वासै छैन चुनाव आयो भन्छन् चुनाव आयो बालन शाहको सुरक्षामा खटिने एउटा म पनि हो काङ्ग्रेसको भन्नुहुन्छ फेरि बालन शाह काङ्ग्रेस त अब सक्यो दुःख पाऊ अब केही गरौँला भन्न परेन क्या तिमीहरूले यस्तो भोट जितेर जाने दाम जम्मै भ्रष्टाचार गरेर गोजी हाल्ने मान्छे हौ भन्छु मैले त सिधै बाबु ओलीले त अब यहाँबाट पनि जित्यो भने यहाँका मान्छेले गुखाए हुन्छ अब केपीको पैसा खाने बालनलाई ठोक्ने भयो आइज बालन त पनि र्यापे होस् म पनि ट्यापे हो के छ भोट केमा हाल्ने त भोट म जान्छु किन हर्क साम्बाङ्ने चाहिँ किन भिजन छ राम्रो के छ भिजन ढुङ्गा बोकाउँछ जिउ दुखेको निको पार्छ नि हो ये सब क्या देखना पड़ रहा है अच्छा है मैं अंधा बारेमा सन्किएको काङ्ग्रेस नापिएको माओवादी खुल्किएको बालेन कि केपी बा होइन माटो हो नि हर्के ए माटो अब हर्क साम्बाङबाट बोल्नु हजुर किन हर्क साम्बाङ्ने चाहिँ किन भिजन छ राम्रो के छ भिजन ढुङ्गा बोकाउँछ जिउ दुखेको निको पार्छ नि ए भनेको बालन शाह होइन घन्टीलाई रवि लामी छानेलाई मत हाल्छ यसपालि जनताले तपाईँहरू विश्वास भएर यो गाउँ जानुहोस् म भित्रबाट घन्टी नै बजाइदिन्छु ल लिएर जानु मसँग घन्टी छोडियो अस्तिदेखिको राजनीतिप्रति हामीलाई धेरै जनतालाई इगो नै भइरहेको हो तपाईँहरू यो भाइरल बनाएर लगिदिनुहोस् ल ए तपाईँले घन्टी राखिसक्नु भयो घरभित्र रवि लामी छानेलाई यसपालिको मत परिवर्तन गरेर जाँदैछ ल पठाइदिनुहोस् हुन त केही वर्ष अगाडिदेखि नै मैले के भन्ने गरेको थिएँ भने 99% म राजनीतिमा लाग्दैन जिन्दगीमा केही भएर कुनै कारणवश राजनीतिमै नै लाग्नु पर्यो भने लाग्छु त्यो चान्स चाहिँ 1% छ भनेको 1%ले जित्यो